यो कथा हो बहादुरको। बहादुर सानो गाउँमा जन्मिएको एक साधारण विद्यार्थी थियो। उसको परिवार धनी थिएन। बुबा किसान, आमा गृहिणी। घरको अवस्था सामान्य भन्दा पनि कमजोर थियो। तर बहादुरको सपना ठूलो थियो। म ठूलो मान्छे बन्छु। कक्षा 10 को परीक्षा आयो। बहादुरले धेरै मेहनत गरेको थियो। दिन रात पढ्थ्यो। साथीहरू खेल्थे, ऊ किताब समात्थ्यो। तर नतिजा आयो, उसको नाम फेलको सूचीमा थियो। उसको संसार एकैछिनमा अँध्यारो भयो। गाउँका मान्छेहरूले भन्न थाले, यो केटाबाट केही हुँदैन, पढाइ उसको बसको कुरा होइन। बहादुर चुपचाप थियो। उसले केही भनेन, तर भित्रभित्रै ऊ टुटिसकेको थियो। तर उसले हार मानेन। उसले फेरि पढ्न थाल्यो। पहिलेभन्दा अझ धेरै मेहनत गर्न थाल्यो। बिहान 4 बजे उठ्थ्यो, राति ढिलोसम्म पढ्थ्यो। फेरि परीक्षा दियो, तर फेरि असफल। यसपटक ऊ साँच्चै कमजोर भयो। ऊ एक दिन घरको छतमा बसेर आकाश हेरिरहेको थियो। उसलाई लाग्यो, सायद म साँच्चै केही गर्न सक्दिनँ। त्यसैबेला उसको आमा उसको छेउमा आउनुभयो। आमाले भन्नुभयो, छोरा, असफलता त भगवानले दिएको परीक्षा हो। जसले सहन्छ, त्यसैले जित्छ। त्यो एउटा वाक्यले रोशनको जीवन बदलियो। उसले सोच्यो, म फेल भएको होइन, म सिक्दैछु। उसले आफ्नो कमजोरी खोज्न थाल्यो। कहाँ गल्ती भयो? कुन विषय कमजोर छ? कसरी सुधार गर्ने? उसले नयाँ तरिका अपनायो। नोट बनायो। टिचरसँग प्रश्न सोध्यो। साथीहरूसँग ग्रुप स्टडी गर्यो। उसले अब पढाइलाई डर होइन, चुनौतीको रूपमा लिन थाल्यो। तेस्रो पटक परीक्षा आयो। यसपटक ऊ डराएको थिएन। ऊ तयार थियो। नतिजा आयो। यसपटक उसको नाम पास मात्र होइन, उत्कृष्ट नम्बरका साथ थियो। गाउँका त्यही मान्छेहरू जसले हाँसेका थिए, आज ताली बजाइरहेका थिए। तर बहादुर त्यतिमै रोकिएन। उसले +2 मा पनि मेहनत गर्यो। एन्ट्रान्स परीक्षा दियो। पहिलो प्रयासमा नाम निस्केन, तर उसले हार मानेन। दोस्रो प्रयासमा ऊ देशको राम्रो कलेजमा छनौट भयो। आज बहादुर एक सफल इन्जिनियर छ। उसले आफ्ना बुबाआमालाई सुख दिएको छ। र आज उसले अरू विद्यार्थीलाई भन्छ, फेल हुनु अन्त्य होइन। फेल हुनु भनेको नयाँ सुरुवात हो। जीवनमा असफलता आउँछ, तर हार मान्नु भनेको साँचो असफलता हो। यदि तिमी अहिले असफल भयो भने सम्झ, सायद भगवानले तिमीलाई ठूलो सफलताको लागि तयार गरिरहनु भएको छ। हार नमान, पुनः उठ, फेरि प्रयास गर, किनकि बारम्बार असफल हुने मान्छे नै एक दिन असाधारण